वाकु ओए कस्तो राम्रो देखियो के यार यो सो हेलो नमस्ते दिस इज योर गोर्खालीको टुरिज्म प्रिय हाम्रो भग सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अहिले चाहिँ हामी यति बेला पोखरा आइसकेका छौँ। म चाहिँ उता बिरगन्जबाट आएको अनि हिजो आएर चितवनमा विमलसँग बसेँ। त्यसपछि डुम्रेमा धनेन्द्र सर म प्रदीप विमल भएर चाहिँ हामी चारजना भएर पोखरा आइपुगेका छौँ। अहिले चाहिँ आएर होटलमा बसेको। यहाँबाट टक्क हलनचोक साइडबाट दामी भ्यू देखिरहेछ। अनि आएर एकछिन फ्रेस केटाहरू फ्रेस हुँदैछ। म चाहिँ भ्लग सुरु गरौँ भनेर एकदमै धेरै पछि भ्लग बनाउनु थालेँ। अब एकदम नर्भस पनि भइरहेको जस्तो फिल भइरहेको छ। केटाहरूसँग एकचोटि चिल हान्नुपर्छ भोलि हामी गन्धीको लागि भनेर प्लान गर्दैछौँ। आजै गरेको मिलेन, टाइममा आइपुगेन। सो के हुन्छ, कसरी गरिन्छ, के रमाइलो गरिन्छ। फेरि प्रदीप जाँदैछ, 1 तारिकमा जाँदैछ। यो भ्लग चाहिँ कहिले आउँछ थाहा छैन, रमाइलोको लागि मात्र बनाउनु लागेको। सो हेर्नु ल फाइनली गेट म्यारिड है त। आगो कस्तो राम्रो देखेको लाइट बाल्दैछु त। ए ल दुलाउनमा यही त हामीले यहाँबाट अनि सिधै चितवनको लागि निस्किनु लाग्यो। गणेश दाई यहाँ हुनुहुन्छ। हाम्रो हबेक चाहिँ लास्टै बिरामी भएर लास्टै तनावमा छ। पर्दा भाइ त्यता दाई यता दुलाको साथीहरू पनि हो। ल छाता 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 वाकु ओए कस्तो राम्रो देखियो के यार यो सर लुकेर बजा यिनीहरू। ओए तालपोखरी तालदेवी माताको आडबाट हामी चाहिँ यहाँ स्टार्ट गर्दैछ। जन्ती सर लक्कै ठुलो आयो यहाँबाट सक्क हिँडिसक्नु भएको छ। के छ गऱ्यो आम्मा तपाईँको अर्कै टिभीमा हालिदियो र? जसकोमा हाले पनि हुन्छ, हाल्न त पर्यो। हजुर प्रकाश श्रेष्ठ र आरकेटिभी.com लाउनु ल विनोद दाई। गुड मर्निङ दाई। मर्निङ दाई, मेरो भ्लगमा जाने भयो अब यो सर ल दाई। मर्निङ मर्निङ मान्छे काउन्ट पनि हुने भयो यसमा। ल दाई भिनाजु नमस्कार। आयो है आयो है आयो है अतिस के छ अङ्कल नमस्कार गुड मर्निङ। भिडियो हो म पछि हाल्ने यो। के छ दामी सर? मेरो गाडी हान्दैन यार, हान्दैन न यो बल बल माया लाउनु पर्यो। अर्काको टोपी लगाऊ, सबै पैसा दिइरह। त्यसैको फोन हो फेरि त्यो लास्टै गाह्रो भएको क्या यार। पछाडि नला त बुढो मान्छे भनिदिन्छ। अहिले सुसिलो भाउजूले हेऱ्यो भने यो बुढो मान्छेले चाहिँ हिँड्नु भएको छ तपाईँ भनेर गाली खान्छ कि त्यसले। मेरो ज्वाइँ यहाँ के छ ज्वाइँ? लाउरीहरूलाई थाहा हुन्छ कि यो टोपी कता कति छड्काउने के कतापट्टि गाडी सबै कुरा लाउरीहरूलाई सबै हो। भोलि फेरि घाँटीले यस्तो कफ सिरप खाएर हो कि आज एकचोटि खाइदिएको। डुम्रेबाट पोखरासँग त म सुतेको सुतेँ। अनि केटाहरू यहाँ टक्कर रेडी भइसकेको छ। आएर फ्रेस भइसक्यो कि तिमीहरू जुत्ता मात्रै खोलेर बस्यो यहाँनिर आएको छ। अब नयाँ बेहुलो भन्नुपर्छ। नयाँ कि पुरानो भइसक्यो बिहा भएको त। यसको त कति माघको 4 गते भयो। अब यो भ्लग आउँदाखेरि त धेरै लास्टै पुरानो भइसक्यो हुन्छ। ससुराली कति दिन बसेको आएको है? ल ठिक भन्यो। यता हप्याक आइसक्यो हा। अनि यो टोटली रुम चाहिँ कम्प्लिमेन्ट्री रुम रे। अब हाम्रो हप्याकको चिन्जान होला यो होटल हिमालय इन
हो कि हिमालयको ग्लोरी हो कि के हो रे म पो बिरामी त तिमीहरू किन सुतेर बसिरह हो ओए अब जाने होइन भने उता माथि के अरे माथि कहाँ जाने भने अरे ओए हामीलाई नाम पनि भन्न आउँदैन भिआइपी ठाउँ हो हिमालयन ग्लोरी त यो होटलको नाम भयो क्या हामी स्काई 360 लज होइन त्यहाँ गएर क्यार्नी हो भन्न त्यसपछि खाना खाएर अनि क्लब जाने युकेको चलन हो कि कसो नाच्छ कि नाच्दैन आफू यहाँ बिरामी भएर फेरि कसरी कसरी नाच्ने हो टक्क 360 स्काई लजमा बसेर केटा टक्क चिज हान्नुलाई फ्ल्यास अन गर्नुपर्ने चिज क्या ल मगाएर खाएर बस्नु पर्यो तेरो फोन आयो सो यति बेला चाहिँ अब हामी एकछिन खानासाना खाइदिने भन्ने भएर कहाँ वासरुम गयो यस्तो दामी भ्यू छ फेरि यो 360 चाबी कहाँ र मलाई थाहा भएन त्यो माथि चाहिँ वहीँ छ लगाएन माथि सरङको डाँडा भोलि हामी त्यहाँ चाहिँ भोलि म गइन्छ र भ्याइयो भने गइन्छ अच्छा अनि त्यसपछि यहाँ अब खाजा खाएर भ्याइयो अब खाना खाएर अनि टक्क गइन्छ उयो यो के हुन्न नि Back.